कल्पना गरौँ है त, खाडी मुलुकको त्यो 50 डिग्रीको उखर मौलो घाममा लगातार 10 वर्षसम्म कसैले रगत र पसिना बगाउँछ। हो, सुन्दा नै आङ सिरिङ हुन्छ। एकदम। अनि अनेक दुःख र हन्डर खाएर बल्ल तल्ल 3 करोड रुपियाँ जम्मा गर्छ र नेपाल फर्किन्छ। अब त त्यो पुँजीलाई कुनै उत्पादनशील काममा लगाएर भविष्य सुरक्षित गर्नुपर्ने हो नि, होइन र? पक्कै पनि। सामान्य तर्कले त त्यही भन्छ। तर वास्तविकता अर्कै हुन्छ नि त। त्यो 3 करोड रुपियाँ सिधै माटोमा गएर गाडिन्छ। खेती गर्नका लागि होइन नि फेरि। त्यो त इटा, सिमेन्ट अनि फलामको डन्डीमा गएर रोकिन्छ। हो, अनि एउटा भव्य गेट भएको घरमा गएर त्यो पैसा बन्द हुन्छ। ल, यसलाई राम्ररी बुझौँ। यहाँनिर एउटा निकै पेचिलो प्रश्न उठ्छ नि त। एउटा आम नेपालीको सबैभन्दा ठूलो सपना त्यही बिन्दुमा किन गएर टुङ्गिन्छ जहाँबाट वास्तवमा एउटा नयाँ उद्यमको सुरुवात हुनुपर्ने हो? यो साँच्चै नै मननयोग्य दृश्य हो। अब बाहिरबाट हेर्दा यो केवल एउटा सुन्दर घरको कथा जस्तो लाग्छ। तर यसको भित्री तहमा हेर्ने हो भने नि सिङ्गो राष्ट्रको अर्थतन्त्रलाई पछाडि धकेलिरहेको एउटा ठूलो आर्थिक मनोविज्ञान लुकेको छ यसमा। हो, र आजको यो गहिरो अध्ययनमा हामी ब्रिक्स और बिजनेस द इभोल्युसन अफ नेपालीज वेल्थ म्यानेजमेन्ट नामक स्रोत सामग्रीमा रहेर यही मनोविज्ञानलाई केलाउँदैछौँ। हजुर, यो हाम्रो लागि एउटा यस्तो विस्तृत अध्ययन हुनेछ जसले नेपाली समाजमा सम्पत्ति व्यवस्थापनको सोच कसरी विकास भयो भन्ने कुराको जरासम्म पुग्ने प्रयास गर्नेछ। मतलब हामीसँग बैंकमा पैसा नभएको होइन। एकदमै, पैसा त छ बजारमा। रेमिट्यान्स निरन्तर आइरहेको छ। तर त्यो पैसा व्यवसायमा किन जाँदैन त? यो कस्तो खालको आर्थिक मोडल हो जहाँ पुँजी छ तर लगानीको भोकै छैन? अब योलाई बुझ्नको लागि हामीले केवल अर्थशास्त्रको सिद्धान्त मात्रै पढेर पुग्दैन। यो पैसाको मात्र कुरा हुँदै होइन नि। यो त हाम्रो इतिहास, हाम्रो समाजको बनोट र भनौँ न सफलतालाई हेर्ने हाम्रो आफ्नै दृष्टिकोणसँग जोडिएको विषय हो। भन्नाले हाम्रो पुरानो मानसिकतासँग। एकदम। हामीले यो बिर्सन हुँदैन कि नेपाल सयौं वर्षदेखि एउटा पूर्ण कृषि प्रधान समाज हो। इतिहासलाई फर्केर हेर्ने हो भने नि हिजोको दिनमा जोसँग जग्गा हुन्थ्यो उसले मात्र खान पाउँथ्यो। हो नि, जमिनदारहरूको पालादेखि नै। हजुर, जग्गा हुनु भनेको समाजमा इज्जत मात्र थिएन नि, त्यो त भोकमरीबाट बस्ने र आफ्नो पुस्तालाई जोगाउने एकमात्र ग्यारेन्टी जस्तै थियो। भनेपछि त्यो सर्भाइभलको सोच अर्थात् बाँच्नको लागि माटो नै चाहिन्छ भन्ने मानसिकता आजको यो डिजिटल र आधुनिक युगमा पनि हाम्रो अवचेतन मनमा गढेर बसेको छ। बिल्कुल। सयौं वर्ष अगाडिको त्यो जग्गा नै जीवन हो भन्ने सोच अहिले रूपान्तरण भएर लालपूर्जा नै सबैभन्दा सुरक्षित लगानी हो भन्ने बिन्दुमा पुगेको छ। वाउ, लालपूर्जा नै सुरक्षाको प्रतीक भयो। हो नि, समाजले सफलतालाई नाप्ने तराजु आज पनि उही पुरानै छ। स्रोत सामग्रीले पनि यही कुरामा जोड दिएको छ कि यदि कसैले सहरमा एउटा चिटिक्क परेको घर बनायो भने सिङ्गो समाजले ताली बजाउँछ र भन्छ, ल यसले त जीवनमा प्रगति गर्यो। समाजमा मुख देखाउन सजिलो भयो। अचम्म छ है, यो त एउटा भिडियो गेम खेले जस्तो पो भयो त। कसरी? मतलब मानौ एउटा गेम छ जहाँ खेलाडीको एउटै मात्र उद्देश्य एउटा सुरक्षित किल्ला खडा गर्नु हो। त्यो किल्लाभित्र ऊ पूर्ण रूपमा सुरक्षित महसुस गर्छ, बाहिरी आक्रमणबाट बच्छ। तर कुनै पनि गेमको असली मजा र प्रगति त्यो किल्लाभित्र लुकेर बस्नुमा त पक्कै हुँदैन नि। पक्कै पनि हुँदैन। गेम त तब मात्र अगाडि बढ्छ जब खेलाडी त्यो सुरक्षित पर्खालबाट बाहिर निस्किन्छ, नयाँ स्रोतहरू खोज्छ, जोखिम मोल्छ र आफ्नो साम्राज्य बढाउँछ। व्यवसाय गर्नु पनि ठ्याक्कै त्यस्तै हो। तर मानिसहरू ब्याङ्कमा 50 लाख रुपियाँ चुपचाप राख्न तयार हुन्छन्। तर त्यही पैसा निकालेर बजारमा केही नयाँ गर्ने आँट गर्दैनन्। हो, ठ्याक्कै त्यही। किन यस्तो हुन्छ त? यहाँनिर म एउटा रोचक कुरा थप्न चाहन्छु। यो केवल आँट नभएर वा डरले मात्र भएको होइन। किल्लाबाट बाहिर निस्किँदा गेममा त जीवन फेरि रिस्टार्ट गर्न सकिन्छ नि, होइन र? गेम ओभर भयो भने फेरि खेल्यो। हो, तर हाम्रो समाजमा व्यवसाय असफल हुँदा त्यसको सामाजिक मूल्य यति महँगो छ कि मानिसहरू त्यो जोखिम लिनै चाहँदैनन्। विदेशतिर हेर्नुस् न, विशेष गरी सिलिकन भ्याली जस्ता ठाउँहरूमा। उहाँहरूको त सोच नै फरक हुन्छ नि। एकदम। यदि कुनै युवाको स्टार्टअप फेल भयो भने त्यसलाई सिकाइको खुट्किलो वा अनुभव मानिन्छ। लगानीकर्ताहरूले पनि उसलाई फेरि पत्याउँछन् किनभने उसले एउटा यस्तो बाटो सिक्यो जसले काम गर्दैन।
तर हाम्रो समाजमा त व्यवसाय फेल हुनु भनेको लगभग जीवनै सकिनु जस्तो मानिन्छ नि। बिहे भोजतिर जाँदा कुला काट्ने विषय बन्छ, फलानुले त बाउको सम्पत्ति उडायो, बर्बाद गर्यो। ठ्याक्कै त्यो सामाजिक लान्छना, त्यो मजाकको पात्र बन्ने डरले नै सम्भावित उद्यमीहरूको खुट्टा बाँधिदिन्छ। असफलतालाई एउटा अपराध जस्तो मान्ने जुन परिपाटी छ नि, त्यसले 50 लाख रुपियाँ ब्याङ्कमै सडाउन वा जग्गामै थन्काउन बाध्य बनाउँछ। मानिसहरू आर्थिक जोखिमसँग डराएका होइनन्, उनीहरू सामाजिक प्रतिष्ठा गुम्ने डरले थिचिएका हुन्। कति गहिरो कुरा! समाजको यही डर र देखासेकीको कारणले गर्दा मानिसहरूको आर्थिक निर्णय कतिसम्म प्रभावित हुन्छ भन्ने कुरा त स्वदेश र विदेशको जीवनशैली तुलना गर्दा झनै छर्लङ्ग हुन्छ। पक्कै पनि। स्रोतमा यसको निकै राम्रो उदाहरण छ। अमेरिका, अस्ट्रेलिया, दुबई वा सिङ्गापुर जस्ता ठाउँहरूमा हेर्ने हो भने मानिसहरू वर्षौंसम्म, कहिलेकाहीँ त दशकौंसम्म पनि भाडाको अपार्टमेन्टमा बस्छन्। हजुर, उनीहरूको प्राथमिकता नै अर्कै हुन्छ। उनीहरूको सम्पूर्ण ध्यान क्याश फ्लोमा हुन्छ। उनीहरूको रणनीति प्रष्ट छ। पहिला आफ्नो पुँजीलाई व्यवसायमा लगाउने, निरन्तर आम्दानीको स्रोत खडा गर्ने, व्यवसायलाई एउटा उचाइमा पुर्याउने, अनि प्रशस्त पुँजी निर्माण भएपछि मात्र महल किन्ने। तर यसलाई बृहत रूपमा हेर्ने हो भने नि हाम्रो नेपाली प्रवृत्ति ठ्याक्कै यसको उल्टो दिशामा छ। उल्टो भन्नाले? स्रोतको तथ्याङ्क हेर्दा पनि देखिन्छ नेपालीहरू ऋणै काँडेर भए पनि पहिले 3 करोडको भव्य घर बनाउँछन्। देखाउनकै लागि भए पनि हो, र जब त्यो घर ठडिन्छ तब व्यवसाय गर्नको लागि हातमा फुटी कौडी बाँकी हुँदैन। त्यो घरले भित्र बस्ने मानिसलाई सुरक्षाको भाव वा एउटा इमोसन त पक्कै देला। तर त्यसले खल्तीमा आम्दानी त ल्याउँदैन। एकदम इन्कम जेनेरेट गर्दैन नि त। त्यो पुँजी त्यहाँ गएर पूर्ण रूपमा फ्रिज हुन्छ। तर यहाँनिर म अलिकति फरक कोणबाट सोध्न चाहन्छु है। भन्नुस् न। के यो 3 करोडको घर बनाउने कुरा केवल व्यक्तिगत चाहना, देखासिकी वा सामाजिक दबाव मात्र हो त? कि यसमा हाम्रो प्रणालीगत वा सिस्टमिक कारण पनि लुकेको छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो। किनकि मानिसलाई व्यवसाय गर्न मन नभएको त पक्कै होइन होला? कि हाम्रो ब्याङ्किङ प्रणालीले नै उद्यमीहरूलाई जग्गा किन्न बाध्य पारिरहेको त छैन? हो, यसलाई गहिरिएर हेर्नुपर्छ। यो केवल सामाजिक दबाव मात्र होइन नि, हाम्रो ब्याङ्किङ प्रणालीको संरचना नै यसको प्रमुख कारक हो। कसरी? अलिकति प्रष्ट पारिदिनुस् न। नेपालमा ब्याङ्कहरूले प्रोजेक्ट बेस अर्थात् योजना वा क्याश फ्लो हेरेर कर्जा दिने चलन निकै कम छ। उनीहरूलाई कोल्याट्रल अर्थात् भौतिक धितो चाहिन्छ। घर जग्गा नै खोज्छन् नि त। हजुर, यदि कोही युवासँग एउटा उत्कृष्ट टेक स्टार्टअपको आइडिया छ वा नयाँ एग्रो बिजनेस गर्ने मोडल छ भने ब्याङ्कले त्यो बिजनेस प्लान हेरेर पत्याउँदैन। हो नि। ब्याङ्कको पहिलो प्रश्न हुन्छ, धितो राख्ने लाल पूर्जा खै? भनेपछि व्यवसाय सुरु गर्न पुँजी चाहियो, पुँजीको लागि ऋण चाहियो र ऋणको लागि जग्गा चाहियो। यो त एउटा चक्रव्यूह जस्तो पो भयो त। एकदमै चक्रव्यूह हो यो। यही अवस्थाले गर्दा जो व्यक्ति साँचो अर्थमा उद्यम गर्न चाहन्छ नि, उसले पनि सुरुमा जग्गा नै किन्नुपर्ने बाध्यता आइलाग्छ। ब्याङ्कले क्याश फ्लोलाई भन्दा माटोलाई बढी विश्वास गरेपछि पुँजी स्वाभाविक रूपमै घर जग्गामै गएर थुप्रिने भयो। यसले गर्दा जुन पुँजी बजारमा घुमेर फ्याक्ट्री, क्याफे वा अनलाइन कम्पनी बन्नुपर्ने थियो, त्यो पुँजी अनुत्पादक क्षेत्रमा गएर बन्धक बन्छ। ठ्याक्कै। यो कुराले त परिस्थितिलाई हेर्ने नजर नै बदलिदियो। प्रणालीले नै मानिसलाई इटा र सिमेन्टमा लगानी गर्न बाध्य बनाइरहेको रहेछ। अनि यसको सबैभन्दा ठूलो र दुःखद असर त हाम्रो रेमिट्यान्समा परिरहेको छ नि, होइन र? पक्कै पनि। अघि हामीले सुरुमै कुरा गरेको त्यो 50 डिग्रीको घाममा बगाएको पसिनाको मूल्य विदेशबाट खर्बौं रुपैयाँ आइरहेको छ, तर त्यो पैसा पनि त घुमिफिरी त्यही अनुत्पादक क्षेत्रमै गइरहेको छ। यो हाम्रो अर्थतन्त्रको सबैभन्दा विडम्बनापूर्ण पाटो हो। स्रोतले स्पष्ट पारेको छ कि विदेशमा रगत पसिना एक गरेर पठाएको अधिकांश पैसा नेपालमा आएपछि जग्गा प्लटिङ, भव्य घर निर्माण र महँगा गाडी खरिदमा सकिएको छ। खर्बौं रुपैयाँ त्यसै गइरहेको छ। हो नि। कल्पना गरौँ त, यदि त्यो खर्बौं रुपैयाँको रेमिटेन्सको सानो अंश मात्र पनि उद्योग, कलकारखाना वा उत्पादनशील व्यवसायमा लगानी हुने हो भने के हुन्थ्यो? देशको मुहार नै फेरिन्थ्यो नि। एकदम। नेपालमै हजारौंको संख्यामा रोजगारी सिर्जना हुन सक्थ्यो। हाम्रा युवाहरू फेरि त्यही रेमिट्यान्स पठाउनकै लागि बाकसमा प्याक भएर वा ऋण काटेर विदेशिनु पर्दैनथ्यो।
अब यहाँनिर कुरा निकै चाखलाग्दो बन्छ है। हजुर यदि लगानी गर्ने पैसाको अभाव छैन, ब्याङ्कले नपत्याए पनि विदेशबाट निरन्तर पैसा आइरहेको छ भने त्यो पुँजीलाई सही ठाउँमा लगाउने भिजन वा दूरदृष्टि किन विकास भएन त? यसको जरा खोज्दै जाँदा कतै हामी हाम्रो शिक्षा प्रणालीमा त पुग्दैनौँ। यो कुरा एकदम सत्य हो। किनकि स्कुल कलेजमा हामीले जे सिक्छौँ त्यसले नै त हाम्रो भविष्यको बाटो तय गर्ने हो नि। बिल्कुल। हाम्रो शिक्षा प्रणाली यसको अर्को ठूलो बाधक हो। विद्यालय स्तरदेखि नै फाइनेन्सियल लिट्रेसी वा वित्तीय शिक्षा भन्ने कुरा लगभग शून्य नै छ हाम्रोमा। हो नि, किताबमा मात्र सीमित छ। हजुर, एउटा विद्यार्थीलाई ब्याचलर वा मास्टर डिग्री पढुन्जेलसम्म पनि कसरी नयाँ व्यवसाय खडा गर्ने, कसरी उद्यमशील बन्ने भनेर सिकाइँदैन। कसरी राम्रो नम्बर ल्याउने र जागिर खाने भनेर मात्र सिकाइन्छ। एकदम सही। केवल एउटा राम्रो बायोडाटा बनाएर कसरी अरूको कम्पनीमा गएर जागिर माग्ने भनेर मात्र सिकाइन्छ नि। नाफा भनेको के हो, पुँजीको निर्माण कसरी हुन्छ, ब्रान्डिङ कसरी गरिन्छ र आजको डिजिटल इकोनोमी कसरी चल्छ भन्ने जस्ता व्यावहारिक कुराहरू त पाठ्यक्रममै अटाएका छैनन्। भनेपछि जोखिमलाई व्यवस्थापन गर्न सिकाउनुको सट्टा जोखिमबाट भाग्न मात्र सिकाइयो। हो। जब एउटा व्यक्तिले जीवनको सबैभन्दा ऊर्जावान समय त्यस्तो शिक्षा प्रणालीमा बिताउँछ जहाँ पुँजी निर्माणको कुनै व्यावहारिक ज्ञान दिइँदैन, तब नतिजा के हुन्छ? कन्फिडेन्स नै हुँदैन नि। ठ्याक्कै। युवाहरूमा व्यवसाय गर्ने आत्मविश्वास नै विकास हुन सक्दैन। उनीहरूलाई जागिर खाँदा महिना मरेपछि आउने निश्चित तलब जति सुरक्षित लाग्छ नि, व्यवसाय गर्दा आउन सक्ने सम्भावित उतार चढाउ त्यति नै डरलाग्दो लाग्छ। यही ज्ञानको अभावले डर पैदा गर्छ र त्यही डरले मानिसहरूलाई परम्परागत र सुरक्षित मानिएको घर जग्गाको लगानीमै खुम्चाइदिन्छ। तर यो सबै सुन्दा परिस्थिति जति निराशाजनक देखिन्छ नि त्यति मात्र पनि छैन है। पक्कै पनि। अन्ध्यारो सुरुङको अन्त्यमा केही उज्यालो पक्कै छ। अहिले समाजमा केही आशाका किरणहरू देखा पर्न थालेका छन्। हजुर। स्रोतले पनि निकै उत्साहजनक रूपमा ओल्याएको छ कि नयाँ पुस्ताले बिस्तारै तर प्रभावकारी रूपमा परिवर्तन ल्याइरहेको छ। हामीले आफ्नै वरिपरि पनि देखिरहेका छौँ नि, अहिलेका युवाहरू बिस्तारै परम्परागत जागिर र जग्गाको मानसिकताबाट बाहिर निस्किँदैछन्। हो, अहिलेको ट्रेन्ड नै परिवर्तन हुँदैछ। उनीहरू क्याफे कल्चर प्रवर्धन गर्दैछन्, इनोभेटिभ आइटी कम्पनीहरू खोल्दैछन्, कन्टेन्ट क्रिएसनलाई नै मुख्य पेशा बनाउँदैछन् र आधुनिक प्रविधि प्रयोग गरेर कृषि स्टार्टअपहरू सुरु गर्दैछन्। यो एउटा निकै सकारात्मक परिवर्तन हो र यसमा सामाजिक सञ्जालको भूमिका पनि उल्लेखनीय छ है। कसरी? किनकि सामाजिक सञ्जालले विश्वभरका उद्यमीहरूको कथा नेपाली युवाहरूसम्म सजिलै पुर्याएको छ। अरूको सफलता र असफलताका कथाहरू हेरेर नयाँ पुस्ताले मोटिभेसन पाइरहेको छ र जोखिम लिन सिकिरहेको छ। उनीहरूले बुझ्न थालेका छन् कि संसार इँटा र सिमेन्टको पर्खाल भन्दा धेरै फरकिलो छ। त्यसो भए यो जुन नयाँ लहर सुरु भएको छ यसलाई संस्थागत कसरी गर्ने त? यो केही सीमित युवाहरूको मात्र प्रयास नभएर सिङ्गो समाजको संस्कार कसरी बन्न सक्छ? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। यसका लागि केही ठोस कदमहरू चाल्नै पर्छ, जुन स्रोत सामग्रीमा पनि क्रमैसँग व्याख्या गरिएको छ। हजुर। सबैभन्दा पहिलो कुरा त अघि हामीले भने जस्तै शिक्षा प्रणालीमै परिवर्तन ल्याउनुपर्छ। स्कुल तहदेखि नै विद्यार्थीहरूलाई वित्तीय साक्षरता र लगानीको ज्ञान दिनु नितान्त आवश्यक छ। प्र्याक्टिकल नलेज दिनु पर्यो। एकदम। दोस्रो कुरा, स्मल स्टार्टअप कल्चर, अर्थात् सानो स्तरबाटै भए पनि व्यवसाय सुरु गर्ने मानसिकताको विकास गर्नुपर्छ। सुरुमै करोडौं लगानी गरेर ठूलो कम्पनी खोल्नुपर्छ भन्ने छैन। सानोबाट सुरु गर्ने हो। सानो लगानीबाट सुरु गर्ने, बजारको प्रतिक्रिया हेर्ने, गल्ती गर्ने र त्यसलाई सुधार्दै अगाडि बढ्ने संस्कार बसाल्नुपर्छ। यो गल्ती गर्ने कुरालाई अझ प्रष्ट पार्नु पर्दा असफल हुनु भनेको जिन्दगी बर्बाद हुनु होइन। यदि स्टार्टअप फेल हुन्छ भने त्यसलाई ट्युसन फी तिरेको जस्तो मान्नु पर्यो नि, होइन र? बजारलाई बुझ्न र वास्तविक ज्ञान पाउनको लागि तिरिएको मूल्य। एकदम सही। तेस्रो समाधान नै यही हो, असफलतालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने। व्यवसाय असफल हुनु कुनै अपराध होइन भनेर फेलियरलाई स्वीकार्ने समाज निर्माण नभएसम्म उद्यमशीलता फस्ताउन सक्दैन। चौथो कुरा, लगानीको ढाँचा बदल्नु पनि उत्तिकै जरुरी छ। घर जग्गा जस्तो निष्क्रिय सम्पत्तिको सट्टा निरन्तर आम्दानी दिने र रोजगारी सृजना गर्ने प्रोडक्टिभ क्षेत्रमा पुँजी प्रवाह गराउनुपर्छ। अनि अन्तिम बुदानी? अन्तिम कुरा, सफल उद्यमीहरूको कथा समाजमा धेरैभन्दा धेरै सेयर गरिनुपर्छ।
जब युवाहरूले आफ्नै समाजको कोही साधारण व्यक्तिले सानो आइडियाबाट ठूलो व्यवसाय बनाएको देख्छन्, तब उनीहरूलाई मैले पनि सक्छु भन्ने ठूलो प्रेरणा मिल्छ। वाओ, त्यसो भए यी सबैको अर्थ के त? यो सबै कुरा सुन्दै गर्दा मलाई एउटा अर्को उपमा याद आयो। भन्नुस् न। पुँजी वा पैसा भनेको एउटा गाउँमा बग्ने पानी जस्तै हो। यदि कसैले आफ्नो सम्पूर्ण पुँजी लगाएर एउटा भव्य महल बनाउँछ भने त्यो भनेको त्यो बगिरहेको पानीलाई थुनेर एउटा निजी ड्याम वा बाँध बनाए जस्तै हो। पानी त्यहीँ जम्छ। हो, पानी त्यहाँ गएर थुनिन्छ, त्यसले कसैलाई फाइदा गर्दैन। तर यदि त्यही पुँजीलाई कुनै व्यवसायमा लगाइन्छ भने नि त्यो भनेको गाउँभरि सिँचाइ गर्ने नहर बनाए जस्तै हो। त्यो नहरबाट पानी बग्छ, खेतहरू हरभरा हुन्छन्, रोजगारी सृजना हुन्छ र अन्ततः त्यो पानी घुमेर फेरि आफ्नै खेतमा पनि आइपुग्छ। हामीलाई अहिले ड्याम होइन, नहर चाहिएको छ। यो उपमा एकदमै सटिक छ। वास्तवमा अहिले हाम्रो अर्थतन्त्रको मोडल नै ड्याम बनाउने खालको छ, अर्थात् कन्जम्सन वा इन्धन खपत गर्ने खालको। बाहिरबाट पानी आउँछ, हामी त्यसलाई थुनेर राख्छौं अनि सकिन्छ। हो, अबको आवश्यकता भनेको त्यो मोडललाई परिवर्तन गरेर क्रिएसन अर्थात् ऊर्जा उत्पादन गर्ने मोडलमा बदल्नु हो। पैसालाई यस्तो ठाउँमा लगाउनु पर्यो जहाँबाट थप पैसा र अवसरहरू पैदा हुन्। त्यसो भए यो सम्पूर्ण छलफलको मुख्य निष्कर्ष के त? निष्कर्ष यही हो कि आफ्नो एउटा घर हुनु नराम्रो कुरा पटक्कै होइन। जीवनमा जग्गा जोड्नु एउटा ठूलो उपलब्धि नै हो, यसलाई नकार्न सकिन्न। पक्कै पनि। तर जब एउटा व्यक्तिको वा सिङ्गो समाजको अन्तिम सपना त्यही घर र जग्गामै मात्र गएर सीमित हुन्छ नि, तब व्यक्तिगत स्तरमा मात्र होइन, राष्ट्रिय स्तरमै आर्थिक वृद्धि पूर्ण रूपमा रोकिन्छ। हाम्रो मुख्य उद्देश्य भनेको केवल घर बनाउने समाजबाट माथि उठेर विश्वस्तरीय व्यवसाय र ब्रान्ड बनाउने समाजमा रूपान्तरण हुनु हो। र यो ज्ञान सुन्ने श्रोताहरूका लागि किन सान्दर्भिक छ भने सफलताको यो परम्परागत परिभाषाले नै हाम्रो समग्र अर्थतन्त्रको दिशा तय गरिरहेको छ। हरेक व्यक्तिले उपभोगमा मात्रै ध्यान दियो भने अर्थतन्त्र सधैँ परनिर्भर रहन्छ। एकदम सही। कन्जम्सन भन्दा क्रिएसनमा फोकस गर्दा मात्र साँचो अर्थमा आर्थिक स्वतन्त्रता सम्भव छ। आज हामीले गर्ने साना साना आर्थिक निर्णयले नै भोलिको समाज कस्तो हुने भन्ने निर्धारण गर्छ। हामी अहिले एउटा यस्तो दो बाटोमा उभिएका छौं जहाँ हिजोको सुरक्षित मानिएको बाटोले अब भोलिको गन्तव्यमा पुर्याउन सक्दैन। पुरानो पुस्ताले खोज्ने सुरक्षा र नयाँ पुस्ताले खोजिरहेको सम्भावना बीचको यो टक्राउ नै अहिलेको मुख्य आर्थिक यथार्थ हो। यो संक्रमण काललाई हामीले कसरी पार गर्छौं भन्ने कुराले नै हाम्रो आगामी 50 वर्षको आर्थिक भविष्य तय गर्नेछ। साँच्चै नै विचारणीय कुरा। अन्त्यमा आजको यो गहिरो र रोचक छलफलबाट बिदा लिनु अघि म सुन्ने सबैलाई एउटा गहिरो र सायद अलि असहज लाग्न सक्ने प्रश्नमा छोड्न चाहन्छु। हजुर। आज हामीले इटा र सिमेन्टका ती सुरक्षित पर्खालहरूको कुरा गर्यौं, ब्याङ्किङ प्रणालीदेखि सामाजिक डरसम्मका कुरा गर्यौं। तर एकपटक गहिरिएर सोच्नुहोस् त, यदि एउटा सिङ्गो समाजले आफ्नो सम्पूर्ण जीवनको कमाई, आफ्नो रगत र पसिना केवल इटा र सिमेन्टको पर्खालभित्र मात्र कैद गर्छ भने भविष्यको ढोका कसले खोल्नेछ? निकै गम्भीर प्रश्न। हिजोसम्म जसलाई हामीले सबैभन्दा सुरक्षित लगानी मानेर घर जग्गाको यो अन्धो दौडमा भाग लियौं, के कतै त्यही अन्धो दौड नै आउने नयाँ पुस्ताका लागि सबैभन्दा ठूलो र खतरनाक आर्थिक जोखिम त बनिरहेको छैन? यो यस्तो उत्तेजक विचार हो जसले हामी सबैलाई आफ्नो आर्थिक निर्णयहरूमाथि पुनर्विचार गर्न पक्कै बाध्य बनाउनेछ।